यो चाहिँ मेरो छोरो भन्ने यही हो, छोरी भन्ने यही हो। बाउ बाउ भन्छ, बाउलाई ढोक्नु पर्दैन। झुकेका नै साला। बाउलाई साला भन्छ केटा। आजकलकालाई सम्बन्धै थाहा छैन। बाउलाई साला भन्छन्, बोयफ्रेन्डलाई बाबा। बढी नबोल न, यहाँ छोरा कति पछि आइरहेको छ। 81 आइस त राम्रै छ आइस। म त चिलमा आएँ नि। ठिक गरिस्, ठिक गरिस्। नेपालको फ्लाइटमा आउनु भने त चिलमै आएको छु। अनि बाउ है तिमी ठिक छौ नि? मेरो त अलिअलि ढाड दुखिरहेछ छ। किन के भयो? मैले नि त्यही भने हो, एउटा किसै त खाएको के भयो भने त अहिले ढाड कसलाई के गर्यो फेरि? भयो सबैको अगाडि पिर्तीको नाम के लिइराख्नु। बाउको बेहोरा फेरि उस्तै छ के? यति मात्रै हो र छोरा? अस्ति एक दिन त कोमामै गए नि। अनि त्यस्तो हुँदा पनि एक कल फोन गर्न सकेनौ? नरिसान, डाक्टरले एक कल मात्रै गर्न पाइन्छ भन्नु, मैले त सिलालेलाई कल गरेँ। छोरालाई छोडेर उसलाई फोन गर्ने? उसले पनि त छोरा बुढा परिवार सबै छोडेर मैलाई फोन गर्छ। सुन त लाएर स्याउतिर लाउने भयो। छोरा यत्रो भइसक्यो, अझै मातिँदै हिँड्छौ तिमी? तेरै लागि मातिएको के छोरा? ए मातेको पनि मेरै लागि। एकचोटि मातिँदा त जन्मिस, अब अर्को चोटि मात्तिन पाइयो भने भाइ जन्मेला। तँलाई हेरचाह गर्ने कोही हुन्छ के छोरा? नातिन बुढालाई लाग्छ अझै पनि जन्म हुन सक्छु जस्तो कि। मेरो समस्या भनेको ढाडमा मात्रै हो के छोरा? के बोले भाइ? आन्टी हुनुहुन्छ? मेरो कुरा मात्रै गरेर हुन्छ? पढाइ कस्तो चल्दैछ? हे पढेको त कुरै नगर के, कलेजै बद्री पङ्गिनी जस्तो छ। के भने हो फेरि? 24 घण्टा राजनीति भने नि। त्यस्तो भएपछि परीक्षामा के हुन्छ? परीक्षाको कुरा गर्छ, क्वेसन यहाँ सिला हालेको सुहाउँछ। अब फेरि के भन्छ? कहिले नदेखे आउँछ भने के? भनेपछि त एन्सर पनि पिर्ती हालेको गीत नै लेखिस् होला। के भने? जे पायो त्यही भने। कति पछि घर आएको? घर त कस्तो सुनसान देख्छु त म। उताको भैँसी खोइ? मैले त भैँसी बेचेर बिक्की किने नि। किन? जोत्न गोरु नै चाहिन्छ। लायो बुलडोजर। भन। ए बुढा तिम्रो आँखा पनि बिग्रेछ के? गोरु भनेर गधा किन्छ कसैले? अघि आउँदाखेरि त गाउँ पनि सुनसान देखेको थिएँ मैले। ए बद्री बाबुको सो छ अरे। ए सबैजना सोमा गए? के का सो हेर्न जान्थे? बद्रू बाबुको सो भनेपछि गाउँ नै छोडेर भागेछ। ए त्यही भएर पो गाउँ सुन्न रहेछ। त्यतिले मात्रै गाउँ के सुन्न हुन्थ्यो र? आजभोलि त सबै गाउँ खाली छ हो छोरा। मलामी त छैनन् गाउँमा। पल्ला गरे काका त हिजै घाटमा गएर सुतेछन्। तिमीले त रक्सी खान छोड्यौ नि? छोड्दाखेरि कामै नि। अनि धन्न गोजीमा स्टक थियो र केही भएन। तिम्रो यस्तै रक्सी खाने बानीले गर्दाखेरि आमा छोडेर गएको थाहा होला नि तिमीलाई? ए आमा कुरा नगर हो। कसैले रक्सीले गर्दा छोड्या भन्छन्, कसैले शङ्करले गर्दा छोड्या भन्छन्। झ्याप बसी जोसन जान्थे लेडिज म्याकुरी।
आमाको बारेमा त्यस्तो केही पनि नभन आमा गएपछि तिम्रो जिन्दगी त अँध्यारो भइरहेछ नि बाउ बरु अरू बिहा गर न मैले नि ट्राई त गरे हो नि छोरा अनि शिला मान्दै मानिनन् के भन्छन् ए नो त्यही माथि पिर्तीले पनि तिनीहरूलाई साथ दिन् के भनिन् चुप लाग साला ठिक गर्दै कुटिन् हेर बाउ तिमीलाई कसैले पनि पत्याएन होइन बरु मसँग सहर जाउँ यहाँ घरसम्मै त बाटो आइसकेको रहेछ अब घर गाउँमै बाटो आयो भनेर पुरै गाउँ नै उठेर सहर जानु त भएन नि त्यही माथि छोरा यो सहरको बाटो चाहिँ बिग्रेको छ कि क्या हो किन सहर गएका कोही फर्केर आउँदैन तिमी नचाहिने कुरा नगर खुरुक्क मसँग सहर हिँड त अब कर नगरो छोरा जन्मिए गाउँमै हुर्किए गाउँमै अब यो मर्ने बेलामा दुई मुठी सास बोकेर म सहर गएर के गर्नु त म तिमीलाई सहर लिन आएको सहर लिएर जान लिन आएको तिमीलाई मैले सहर लिन आएको तिमीलाई सहर लिएर जान आएको म तिमीलाई सहर लिएर जान आएको म तिमी खुरुक्क नहिँड त मसँग खारा आयो क्या छोरो रोजगार आयो वान्स मोर छोरा नो सेन्सर है मजा आइरहेको छ यहाँ नो सेन्सर स्याड तिमीलाई म सहर लिएर जान आएको रोयो फेरि रोयो बोलौँ छोरा बोलौँ तिमीलाई मसँग लिएर जान आएको म तिमीलाई मसँग लिएर जान आएको तिमी नजाने भनेपछि यस्तो उमेरमा म तिमीलाई छोडेर जान्छु होला त अब म पनि यहीँ बस्छु नि सबैका छोरा मेरो जस्तै बुझ्ने भइदिएको भए कोही पनि बाउ मर्ने बेलामा सास आनन्दले फेरेर मर्न पाउँथ्यो सबैले मैले जस्ता छोरा पाऊ